भोट माग्न आयो भन्नु भएको होला, होइन भोट माग्न आएको। माग्दैमा तपाईँले दिनुहुन्छ भन्ने पनि लाग्दैन। तर तपाईँको आँखा चाहिँ मैले खोल्नुपर्छ। म जित्नु हार्नुसम्म सरकार राख्दिनँ, तर तपाईँहरूलाई जगाउँछु यसपालिको चुनावमा। सुन्दिनँ भन्न पाउनुहुन्न। तपाईँको घरमा अझै झन् यो भन्दा ठुलो पावरको तपाईँको छैन, माइक लिएर म आउँछु फेरि। यसो भएको कारणले यहाँ हामी तपाईँहरूलाई तितो र पिरो नै दिन आएको। चिल्लो चाप्लो र मिठो मसिनोले भएन धरानेलाई। तितो पिरो नदिकन धरान कहिले नजाग्ने भयो, सुतेकै हुने भयो। त्यसो भएको कारणले तपाईँहरूलाई जगाउनका लागि, आज हल्लाउनका लागि, घचघचाउनका लागि हामी यहाँ उपस्थित। अध्यक्ष हो भने मैले यो नेपालमा सबैभन्दा धेरै श्रम गर्नुपर्छ, अनि मात्रै मलाई केन्द्रको अध्यक्ष बन्न सुहाउँछ। भोलि यो फिल्ममा पनि हाम्रो बन्छ होला अगुवा, नेता भन्दैनौ अगुवा श्रमदाता भन्छौँ। फिल्ममा जो अगुवा बन्छ उसले सबभन्दा धेरै श्रमदान गर्नुपर्छ। गफले देश बन्दैन, गफले देश बनाउने भए त अरू पार्टी सधैँ छ गफले देश बनाउने, होइन? उनीहरूलाई दिउँ न, कस्तो राम्रो गफ गर्छ, यो त के होइन है? गफले माथि चन्द्रमा पुऱ्याएर उता संसार घुमाएर स्विजरल्यान्ड सिङ्गापुर सबै देखाएर भरे फेरि ल्याइदिन्छ फिल्ममा क्या। जहाँको बाटो बनेको हुँदैन, अनि आउँदाखेरि यस्तो हेरेको अनुहार मेरो नचिनिरहेको भनेर मै परेछ यस्तो गरेको। त्यो तल आउँदै गरेर यताबाट आएको नि त, भरे यसो यस्तो गर्छु त मै रहेछ। गफले देश बन्दैन, गफ गर्ने पार्टी होइन यो चाहिँ काम गर्ने संगठन हो, मान्छेलाई जगाउने र सहभागी गराउने संगठन है। यहाँ कति धेरै तपाईँहरू हुनुहुन्छ होइन? सबैलाई एउटा एउटा गैँतिर बेलचातिर लाएर त्यहाँ तल खन्नु जानु त भन्छु क्या। एकैछिनमा फ्याङ 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 अस्ति फ्याङ फ्याङ भनेको अहिले फेरि फेसबुकमा मलाई यसो खिसी पनि गर्नुहुन्छ। एकचोटि फ्याङ फ्याङ भन्नु त